तथा उपाध्यक्षजी सम्पूर्ण स्थानीय तहका विभिन्न तहका जनप्रतिनिधिज्यूहरू र यस कार्यक्रमका साहित्यकार बुद्धिजीवी गण्यमान्य र मेरा सहकर्मी साथीहरू र कुलुङ लगायत अन्य सरकारी कर्मचारी बन्धुज्यूहरू र उपस्थित सम्पूर्ण कुलुङ दाजुभाइ तथा दिदीबहिनीहरू, मैले भन्नुभन्दा अगाडि पूर्ववक्ता साथीहरूले धेरै कुराहरू यहाँहरूलाई अवगत गराइसकेका छन्। त्यसकारण सर्वप्रथम यो आज हाम्रो शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम भन्ने विशेष यो बोलिरहेको कार्यक्रम भएको हुँदा यो चाकचाकुरको अवसरमा अथवा नयाँ वर्षको अवसरमा आजदेखि हाम्रो कुलुङहरूले चाहिँ अब यो समय परिवर्तन हुने र हाम्रो पुर्खाहरूले आजको दिनलाई नयाँ वर्ष मान्ने चलन आएको र आजको दिनदेखि अब क्रमिक रूपले घाम दिनहरू चाहिँ लम्बिँदै जाने भन्ने विश्वास रहेको कारणले गर्दाखेरि यसलाई ऋतु परिवर्तन समय परिवर्तन भएकोले गर्दाखेरि हामीले पनि यसलाई नयाँ वर्षको रूपमा मनाउँदै आएका छौँ। र यो अवसरमा म यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई र यहाँ उपस्थित नहुनु भएका पनि सम्पूर्ण कुलुङ लगायत गैर कुलुङ देश विदेशका सम्पूर्ण मानव जातिहरूप्रति नै शान्ति, सुरक्षा, सुव्यवस्था र समृद्धि आओस् भन्ने म शुभकामना व्यक्त गर्न चाहन्छु। अब यसको सन्दर्भमा थोरै कुराहरू, केही कुराहरू अघि पूर्ववक्ता साथीहरूले भन्नुभएको कुराहरू म नदोहोऱ्याइकन अलिकति यहाँ उपस्थितहरूलाई स्पष्ट पार्न चाहन्छु। छोटकरीमा हामीले कुलुङ भनेर आफ्नो पहिचानको आन्दोलन किन गर्नु पर्यो भन्दा कुलुङहरूको आफ्नो पहिचान नहुँदाखेरि हामी विकासमा धेरै पछाडि पऱ्यौँ। राज्यको खातामा कुलुङ भन्ने लेखिएन, राज्यले कुलुङहरूलाई चिनेन, राज्यले कुलुङहरू पनि छ मेरो जनताहरू, कुलुङहरू पनि छ मेरो यहाँको चाहिँ आदिवासी जनजातिहरू भन्ने चिनेन। त्यसो भएपछि कुलुङको निम्ति कुनै योजनाहरू नै निर्माण हुन सकेन। आम जनताको रूपमा, आम नागरिकको रूपमा मात्रै लियौँ। तर हिजोको जस्तो सबै जनताहरूलाई एउटै दृष्टिकोणले मात्रै हेर्दाखेरि कुलुङहरूलाई मार्ग पर्यो। कुलुङहरू त्यसै पनि पाखा पखेरु दुर्गम क्षेत्रमा बस्ने जातिहरू, राज्यको संरचनामा निर्णायक प्रक्रियामा नपुगेका जातिहरू, शिक्षामा पछाडि परेकाहरू र राज्य सञ्चालनको यसको शासकीय स्वरूपको बारेमा एकदमै अनभिज्ञ भएको कारण हामी आफ्नै संस्कार